हेलो एभ्रिवान, म तपाईहरुलाई आज हामीहरू गुम्पा आएको थियो र गुम्पाको यो सुन्दर नजरिया देखाउने छु। हामीले सरसफाई गर्यौं। आज हामीहरू गुम्पा गएको थियो र अघि चाहिँ पुरा बेसी घाम लागेर गरम भइरहेको थियो नि त। अहिले चाहिँ यस्तो भइरहेको छ, धुम्म पानी पर्ला जस्तो भइरहेको छ। यो चाहिँ हाम्रो निकै पुरानो गुम्पा हो। यो गुम्पामा चाहिँ ब्लेसिङ्स पाएको भनेर भन्ने गर्छन् र तपाईहरुलाई म पछाडिपट्टिको नजरिया देखाउने छु। त्यहाँनिर चाहिँ खुट्टाको छाप थियो नि त, त्यहाँनिर पहिल्यै तर अब मेटिसक्नु आँटेको थियो, सायद मेटिन सक्यो होला जस्तो लाग्यो मलाई चाहिँ। यहाँनिर जान्दैछु, पछाडिपट्टि पनि यस्तोहरू छ। पछाडिपट्टि यस्तो देख्छ। यहाँनिर छ खुट्टाको छाप चाहिँ, त्यहाँनिर म तपाईहरुलाई लगेर देखाउँछु। ढुङ्गामा थियो, पुरा पत्करहरू झरेर त्यस्तो भएको छ, तर पनि दामी देखिरहेको छ। यहाँनिर थियो यो ढुङ्गामा होला, माथिदेखि किचनको नजरिया पछाडिपट्टिको यो यहाँ हो कि त्यहाँको छ पछिदेखि यस्तो देख्छ। यतापट्टि होला, मेटिसकेछ नि। बाटो पछाडिपट्टिकै। देन आफ्टर म तपाईहरुलाई गुम्पाभित्र देखाउने छु। र दाजुको 1 इयरको काम छ नि त भोलि, त्यसकै लागि तयारी गर्दैछ है। योपालि चाहिँ गुम्पामै गर्नुहुने भएछ उहाँको फ्यामिलीहरूले, त्यही भएर चाहिँ आज हामीहरू गुम्पा आएको थियौँ। यहाँको बाहिरपट्टि सरसफाइ गर्यो। यहाँनिर पुस्तकहरू छ। यो चाहिँ वर्षमा एकपल्ट घुमाउने गर्छ। अब तपाईहरुलाई म लिएर जान्छु माथिल्लो फ्लोरमा। र यहाँ माथि चाहिँ म पहिला गएकोमा त्यो कति वर्ष बादमा चाहिँ यहाँ माथि जाँदैछु। पहिला चाहिँ आप्पा हुनुहुँदाखेरि चाहिँ आएको थिएँ यहाँ माथि। यहाँनिर छिमीहरू यहाँनिर बाल्थ्यो, अझै पनि यहाँनिर बाल्ने गर्छ, बनाइरहेको छ। माथिदेखि तल कस्तो नजारा देख्छ म तपाईहरुलाई देखाउने छु। र यहाँ माथिदेखि तल क्युजिङ बजारहरू डल्लै देख्थ्यो, माथि माने डाँडा अर्को गुम्पा जाने बाटो पनि देख्थ्यो माथिसम्म। यहाँ फगी लागेर हेर्नुहोस् न यस्तो भइरहेको छ, माथिदेखि केही नदेख्ने भइरहेको छ। तर पनि यहाँ अगाडिको चाहिँ देख्दैछ अलिअलि। यहाँभित्र चाहिँ म गइनँ, तपाईहरुलाई यहाँ बाहिरदेखि देखाउँदैछु। मेरो बहिनीहरू। मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनुहोस्। थ्याङ्क यू एभ्रिवान।